पैसा बचत गर्ने 5 वटा साइकोलोजी ट्रिक्स जुन साइन्सले नै प्रमाणित गरेको छ। 1. 24 घण्टा नियम। मन परेको कुरा किन्नु अघि 24 घण्टा पर्खनुहोस्। यसले 60% इम्पल्स पर्चेसबाट बच्न सकिन्छ। तपाईको डोपामिन स्पाइक कम हुन्छ, सोच्ने क्षमता फर्किन्छ। 2. बचतलाई अटोमेटिक बनाउनुहोस्। तलब आउने बित्तिकै 20% रकम बचत खातामा स्वचालित रूपमा सार्नुहोस्। तपाईको ब्याङ्कमा अटोमेट अप्सन छैन भने आफैले ट्रान्सफर गर्नुहोस्। जे देखिँदैन त्यो खर्च हुँदैन भन्ने साइकोलोजी यहाँ काम गर्छ। 3. चाहना वान्ट्सका लागि नगद क्याश प्रयोग गर्नुहोस्। मनोरञ्जन वा किनमेलका लागि क्याश प्रयोग गर्नुहोस्। कार्डले खर्च गर्दा दिमागलाई रियल लाग्दैन। क्याश खर्च गर्दा बढी दुख्छ, त्यसैले तपाईँ कम खर्च गर्नुहुन्छ। 4. आफ्नो लक्ष्य भिजुअलाइज गर्नुहोस्। आफ्नो गोल जस्तै घर, गाडी, व्यापारको तस्बिर फोनको वालपेपरमा राख्नुहोस्। जब तपाईँलाई इम्पल्स बाई गर्न मन लाग्छ, यसले तपाईँलाई ठूलो लक्ष्यको याद दिलाउँछ। 5. आफ्नो साथीहरूको अडिट गर्नुहोस्। फ्रेन्ड अडिट। तपाईका 5 जना नजिकका साथीले तपाईको वित्तीय बानी, ह्याबिट्स निर्धारण गर्छन्। यदि उनीहरू सबै खर्चालु छन् भने तपाईँ पनि खर्चालु बन्नुहुन्छ। कम्तीमा 2 जना आर्थिक रूपमा समझदार साथी बनाउनुहोस्। यस्ता दर्जनौं साइकोलोजी ट्रिक्स म मेरो पर्सनल फाइनान्स कोर्समा सिकाउँछु। यो भिडियो सेभ गर्नुहोस्, PPA लाई फलो गर्नुहोस् र कमेन्ट गर्नुहोस् कुन चाहिँ ट्रिक तपाईँ सबैभन्दा पहिले प्रयास गर्नुहुन्छ।